हेलो अस्सी मङ्गल गुड मर्निङ। गुड मर्निङ। अहिले कति बज्यो यसो देखाइदिनु त। अहिले ठ्याक्कै 3:57 भइरहेछ होइन। अनि आज चाहिँ हामी आज मनकामना डाँडा माथि यो मनकामना डाँडा जाँदैछ होइन। 3 बजे उठेर अहिले चाहिँ फ्रेस। गुड मर्निङ। गुड मर्निङ फेरि पनि गुड मर्निङ है। अस्ति जाडो त छैन रहेछ तर बिहान बिहान त दिउँसो जस्तो हुन त हामी 3 बजी उठेर होला जाडो नभएको। अब 7 बजीसम्म 8 बजीसम्म सुत्ने मान्छेहरू जाडो भइहाल्छ नि होइन। हेर न शीत परे हो कि के परे हो देख्दैन यहाँ पानी पानी छ। म चाहिँ देखाएको छैन हेर्दा त्यहाँ खतरा कालो मान्छे फेरि मासल हराउँदा म पनि हामी कहाँ जानु ल? मनकामना डाँडा कहाँसम्म पुग्छ हेरौँ। अब मनकामना डाँडाको मन्दिरसम्म पुग्छ कि हात्ती भाडामै फर्केर आउँछ। सकेसम्म मन्दिरसम्म पुग्ने हो के सकेसम्म पुग्ने नै हो कि मन्दिरसम्म पुगेर होइन। अनि माइन्ड पनि फ्रेस हुन्छ एक्जाम गयो। ए एक्जाम पो छ त किन आएको त साँच्ची मैले बिर्सेर आजदेखि एक्जाम पो छ त। अझै एक्जाम हल्का माइन्ड फ्रेस बनाएको बिहान गर्दा एक्जाम भन्ने मान्छे नै आउँछ त। एक्जाममा सुत्या सुत्या होला भाइ फेरि एक्जाममा यसको एक्जाम छ होइन आजदेखि होइन। यो सुत्या सुत्या भयो नि टेन्सन एक्जाममा। ए सुत्यो भाइ म अहिले उठ्यो क्लासमा भने कि क्लासमा त कहाँ सुत्यो चिसोले गर्दा टाउको दुख्यो नि तेरो ट्राउदै हो नि यो छ त नि मेरो मङ्की याकुजा अहिले अहिले चाहिँ हामी एमएमसी अगाडि आइपुग्यो। गणेश कस्तो भइरहेछ? मजा आइरहेको झन् माथि गएँ कस्तो मजा आउँछ। अब ठ्याक्क मनकामना डाँडाको मुनि आइपुग्नु थाल्यो। अब जाडो जाडो गणेश भाइ कहाँ आइपुग्यो हामी? हामी अब डाँडा त्यहाँमा चढ्दै स्ल्याबमा आइपुग्यो त मनकामनाको। मुनि यो हुसुले गर्दा कस्तो देखिरहेको छ है। देखिरहेको छ राम्रो राम्रो देखिरहेको खुसी लागेको नि हेर्नु हो। ल अब हामीहरू डाँडा यात्रा सुरु भयो नि त। प्रणेश भाइ स्टामिना देखाइदियो नि दौडेर अलिकति नदेखा नि लजाउँछ यो फेरि लजाउँछ। प्रणेश भाइ ल मा केही नदेख्ने कि त्यही त लाइट छ खोइ फ्ल्यासले त देख्दैन के बित्थामा अँध्यारो यो मनकामना डाँडाको जङ्गल। छिर्ने त आँटै आएन प्रणेश। छिर्दिनु आँट गरेर अब आँटै आएन मा यस्तो अँध्यारोमा कसरी छिर्नु है। ल केही त देख्दैन है। तर म एकजना कोही आएपछि जाउँला नि। एक दिन मान्छे त आँटै हुँदैन नि झन् एक दिन मान्छे त आँटै हुँदैन। मान्छेहरू कस्तो आँट गरेर जान्छ है त्यो राति नि केही दिएको छैन त। अनि प्रणेश भाइ कहाँ आइपुग्यो हामी? हामी चाहिँ अब आधी बाटो यहाँ मनकामना डाँडाको ल हेर्न भ्यू हेर्न ठिक्कै यहाँ आइपुग्यो होइन। अब हामी चढ्दैछु यस्तो अँध्यारोमा नि। यो जाडो महिना भन्ने मात्रै रहेछ पसिना आएर देखाएको छैन पसिना आउँदो रहेछ होइन प्रणेश भाइ। मेरो त्यस्तो देखाएन तेरो त आएको छैन मेरो जाने कि म अब बिग्छ नि त अलिकति अब अँध्यारो के देखेन यार लाइट बाल्दै के ल अहिलेलाई अँध्यारोमा हिँड्दैछ अहिले भेटेर माथि गएर मान्छेहरू लुताइरहेछ कति अँध्यारो हो। आज फर्स्ट टाइम भयो होला म त फ्लाँटै भयो यार यो आधी बाटोमा। प्रणेश भाइ त फ्लट भएको छैन है यो चाहिँ भएको छैन म त फ्लाँटै भयो। अब यहाँसम्म आइपुग्यो। अब यो कहाँ भन्ने अब कहाँ कि अब यो ढुङ्गा भएको ठाउँमा कि अब एकछिन बसेर जाने एकछिन बसेर जाने फ्लाँट भयो। जसले जे भने भन्नुहोस् है फर्स्ट टाइम आयो बिस्तारै जानुपर्छ। अब कहीँ पनि नरोक्ने एकछिन बस्नु त्यसरी जाने अब फर्स्ट टाइममा धेरै जोड दिनु भएन प्रणेश भाइ हो। झन्डै फर्केको अघि अँध्यारो भएर झन्डै एउटा मान्छे आयो झन्डै एउटा मान्छे आएर हामी आएको न त फर्किसक्यो। कम अँध्यारो हो त जङ्गल त
ल है त मनोकामना डाँडा पुग्यो फाइनली टक्क हिँड्दा हिँड्दा पसिना हेर्ने पसिना मेरो त्यस्तो बिच छैन है तर अलिअलि त्यस्तो त्यस्तो उयो छैन पसिना भेसियो पसिनाले के जाडो कहाँनिर पिङ थियो यार यो होइन यहाँभित्र होला त्यस्तो लागेको थियो होला त्यो भित्र जस्तो लागेको थियो हो त्योभित्र अहिले सब बनाएछ यार अस्ति नै आउँदाखेरि के भएको थिएन टक्क हामी चाहिँ माथि माथि दादाहरूले त्यहाँ हेर्नु न एउटा त्यो चाहिँ खतरा देखाएको छ त टक्क लगाएर मन्दिर जाने अब होइन भराइ थियो होइन मन्दिर जाने नै उद्या माथि हो ए अहिले बिर्सिसक्यो यार सबै पिङ चाहिँ खास गरी यहाँ रहेछ हामी चाहिँ मुनि खोजेर बसिरहेको यहाँनिर रहेछ होइन आइपुग्यो यार बल्ल बल्ल फर्क्यो यहाँ पिङ चाहिँ कालो के दिँदैन हुसु हेर्नु न हुसु मन्दिर टक्क खतरा मजा आयो आज लाग्यो कि फर्स्ट दिन अन्त अब डाँडा चढ्दाखेरि जाडोमा चिसोमा जाडो छैन चिसोमा त्यो स्यासेज हुँदो रहेछ टक्कै हुसु हुसु लागेर त माथि चढेर तपाईँलाई माथि दर्शन गरेर देखाउँ है तपाईँहरूलाई अब त्यही गरेर त्यही भेटेर अब स्ट्रगल हाम्रो अस्ति मङ्गलको हुसु चाहिँ यस्तो बबाल लागेको छ हुसु होइन क्यामेरामा देखाएको छैन तर यो लाग्दा चाहिँ बब्बाल चाहिँ मन्दिर आयो मनोकामना मन्दिर हे हेर्न यत्रो हिँड्ने यार हेर्न टक्कल फाइनल आइपुग्यो गणेश आठ गरेर आएको आयो तपाईँ जोड्नुपर्ने हो तर यस्तै जोड्नुपर्ने फ्यामिली लागि चाहिँ हेर्न मन्दिर त यस्तो खतरा होइन मान्छेहरू चाहिँ पनि मर्नु भएर यहाँको हामी चाहिँ अब अहिले भेटौँ है त ल अब चाहिँ हामी फर्किँदैछ मनोकामनाबाट होइन पनिस भाइ हो जाने मन्दिर अब मन्दिर जाने सम्झेल अहिले त उज्यालो छ अँध्यारो छ भनेपछि हामी कति बजी आयो होला कस्तो अँध्यारोमा आयो होला त हामी कम डर लागेर फर्कायो हो त होइन पनिस भाइ हो फर्स्ट टाइम आएको झन् त्यो आधी बाटो त्यो मनोकामना छिर्ने बेला त के भयो हामी दुईजना भूतले ढुङ्गा फालेको यो त ढुङ्गा फाल्यो भनेर यसले त अचम्मै भनेर फर्कायो दुई त एकजना मान्छे आएपछि मात्रै हामी ठ्याक्क चढेको त्यसको पछि चढेको त्यो त फेरि सधैँ आउने मान्छे रहेछ त्यो त कहाँ पुग्यो हामी आउँदाखेरि त फर्किसकेको थियो जसको सहारामा हामी माथि आयो त्यो नै हामीलाई छोडेर गइदिइरह्यो सधैँ आउने मान्छेहरूलाई होइन हामी दुईजना त डढाएर एकछिनसम्म त त्यो 15 मिनट जति त्यो मुनै बसेर थियो मान्छेहरू त 3 बजेदेखि आउँदो रहेछ त नि कहाँ सक्नु हामी चाहिँ फर्स्ट टाइम डर लाग्यो अँध्यारो त त्यो जङ्गल हामी माथि चढ्दाखेरि त मान्छेहरू त्यहाँ मुनि पुग्यो त्यहाँ नि कति बजी आयो होला तिनीहरू 3 बजीतिर आयो त्यस्तै होला ल अब चाहिँ फर्किँदै गर्नुपर्छ भाइ ल हामीलाई के भन्दाखेरि मनिष भाइ हिजो कोही मान्छेहरूले यिनीहरू के भन्दै थियो अरे गफ हो के भन्दै थियो होइन ल गफै रहेछ तिमीहरू सुतेर बस
भोलि त त्यसको दाजु होइन जाने भन्थ्यो होइन सपनामा गएर हाल्ने के हो कि कहिले उठ्ने हो कहिले हिँड्ने हो हामी त आइसक्यो है बिहान उठेर होइन पनि भाइ हेर्नु ल अलि उज्यालो भएर तपाईँहरूलाई भ्यू पनि देखाउनु हुन्थ्यो होइन के भन्नु उज्यालो त बनाउनु हुन्छ के गर्नु मोबाइलमा चार्ज छैन ल अब घर बनाउनु थाल्यो अब चाहिँ हामी भिडियो एन्ड गर्छु होइन ल यहाँ बाटोमा पनि आइसक्यो बाटो पनि पछाडिको बाटोमा पनि होइन पनि भाइ पख्न अनि अब पनि भाइ होइन अब हामी कहाँ जानु लाग्यो अब घर को तिनीहरू त मेरो सपना पनि आउँदैन हौ तिनीहरू जस्तो अल्छी को छ रहने कि तिनीहरू आउँछ जस्तो लाग्छ तँलाई लाग्छ कसमै तिनीहरू त मेरो सपनामा पनि बिहान चाँडो उठेर देख्दैन हौ सपनामा पनि चाँडो उठेर देख्दैन कि मैले देखेँ नि सपनामा बोला जस्तो लाग्यो नि तिनीहरू चाहिँ त रियलमा आउँछ नि त त्यो तिनजना होइन कि सपनामा चाँडो उठ्दैन हौ त्यो तिनजना त मेरो सपनामा भने त्यस्तो फटाहरूको कुरा नगर न झन् दिगन त झन् माहा फटा अहिले नि होइन अनि कस्तो भयो त आजको बिहानको मनोकामना खतरा भयो झन् भ्यू हेर्नु पायो नि त्यो अन्धकार अन्धकार धेरै चाँडो गइसक्यो हामी होइन अझै त्यो कस थियो त उध्याएर नदाएर दामी ल आजको भिडियो यहीँ एन्ड गर्ने छौँ हामी चाहिँ त्यसको लागि बाई 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 पछि भेटौँला बाई गर्छ के आउँदै गर्छ ब्लगहरू आउँदै गर्छ हेर्दै गर्नु दिनको एनी टाइममा आउँदै गर्छ बाई डेली ब्लग चाहिँ भन्न सक्दैन तर टाइममा आउँदै गर्छ हेर्दै गर्नु होला ल अब साँच्ची नै बाई